नमस्कार, शुभ दिन। आज म तपाईहरू समक्ष नेपाली साहित्यका महान प्रतिभा लैनसिंह वाग्देलद्वारा रचित लङ्गडाको साथी नामक उपन्यासको कथावस्तु प्रस्तुत गर्दैछु। यस उपन्यासको प्रकाशन रत्न पुस्तक भण्डारणद्वारा प्रकाशित विक्रम सम्वत 2008 सालमा भएको हो। प्रकाशनका दृष्टिले यो वाग्देलको तेस्रो औपन्यासिक कृति हो। विभिन्न 9 परिच्छेद र 80 पृष्ठमा संरचित यो लघु आकारको उपन्यास हो। यसमा प्रयोग गरिएको कथानक पनि निकै सानो छ। यसमा क्षीण विषयवस्तुको प्रयोग गरिएको छ। उपन्यासको कथावस्तु यसरी प्रस्तुत हुन्छ। दार्जिलिङको चोक बजारमा घस्रेर हिँड्ने लङ्गडो र उसको दिनचर्या यस उपन्यासको केन्द्रीय कथ्य हो। लङ्गडो शारीरिक दृष्टिले निकै कुरूप पात्र हो। उसको कुरूपतालाई देखेर स्कुले केटाकेटीहरू उसलाई किच्याउँदै उसलाई भुइँ भालु भन्दै जिस्काउँछन्। ऊ अरू सबै कुरा सहन सक्छ तर आफ्नो शारीरिक कुरूपता प्रतिको उपहास सहन सक्दैन। उसको प्रतिकार स्वरूप ऊ आफूलाई जिस्क्याउनेहरूप्रति प्रतिकार गर्दै लौरी प्रहार गर्छ। उसको प्रतिकारबाट स्कुले केटाकेटीहरू त्रसित नभएर झन् उसकै अगाडि आएर भालु हिँडे चाहिँ हिँडिदिँदा उसको मानसिकतामा ठुलो चोट पर्न पुग्छ। उपन्यासमा लङ्गडोको जीवनमा उसको साथीका रूपमा एउटा कुकुर आएको छ। कुकुर उसको जीवनको सबैभन्दा नजिकको साथी हो। व्यावहारिक रूपमै कुकुर लङ्गडाको सुख दुःखको साथी बन्न पुगेको छ। यहाँ कुकुर मानवेतर पात्र भए पनि व्यवहारमा मानिसकै रूपमा देखा परेको छ। लङ्गडाको सुख दुःखलाई कुकुरले बुझेको छ र कुकुरका इच्छा चाहनालाई पनि लङ्गडाले बुझेको छ। कहीँ कतैबाट पाएको 2-4 पैसाले आफू खान्छ र कुकुरलाई समेत खुवाउँछ। यस्तै दुःखका दिनहरू काट्दै गएको लङ्गडालाई सहयोग गर्न र सद्भाव त परै जाओस्, उसले बिरामी हुँदा समेत सभ्य बनाउँदा अरूको अपहेलना र तिरस्कार सहनु परेको छ। एक दिनको कुरा हो, बैशाखीका भरमा घस्रेर हिँडी 10औं जनासँग दाँत गिच्याउँदै हात जोडी मागेको पैसा चोरी हुन्छ। भिख मागेर जम्मा भएको पैसा चोरी भएपछि सिङ्गो मानव समाजप्रति उसको घृणा जागृत हुन्छ। त्यति नै बेला उसको साथी कुकुर हराउँछ र एकैचोटि असह्य चोट उसमाथि थपारिन पुग्छ। उसले कसैको घरमा कुकुर बाँधिएको सपना देख्छ र सपनामा ऊ कुकुरलाई छुटकारा दिन पुग्छ। यसरी उपन्यासकारले लङ्गडाका माध्यमबाट सभ्य, शिष्ट र भद्र बनाउँदा मानिसहरूमा घुम्दै आएको मानवीयताको पर्दाफास गरेका छन्। प्राकृतिक रूपले पीडित र मानवीयताको अंशसम्म पनि नभएका मानिसहरूको समुदायबाट तिरस्कृत लङ्गडालाई त्यसमाथि अझ प्राकृतिक प्रकोप पनि थुपारिन पुग्छ। त्यस्तै प्राकृतिक प्रकोप तथा मानवीय व्यवहारले उसको जीवन झन कारुणिक बन्न पुग्छ। उसले हुरी, बतास र मुसलधारे पानीमा समेत ओत पाउँदैन। प्राकृतिक विपत्तिका बेला सहयोग र आश्रय पाउनुको सट्टो उल्टै चोरको आरोपमा गलत्याइनु परेको कारुणिक घटनालाई उपन्यासमा प्रस्तुत गरिएको छ। मरणासन्न अवस्थामा पुगेको लङ्गडाको जीवनको अन्तिम क्षणमा उसको मित्र कुकुर आइपुग्छ। अशक्त, बेहोस तथा मृत्युको मुखमा पुगेको लङ्गडाको दुःखलाई देखेर कुकुरले 2 थोपा आँसु खसाल्छ। लङ्गडो प्राणीका रूपमा केवल कुकुर बारम्बार मात्र देखा पर्छ र उसले एकै दिन पनि मान्छेहरूबाट मानवीय व्यवहार नपाएर जीवन उत्सर्ग गर्न पुग्छ। उसको मृत्युमा कुनै पनि मानिसहरूको मन रसाउँदैन, कसैमा कुनै प्रकारको दया माया पलाउँदैन। बरु उसको जीवनभरको साथी कुकुर उसको मृत्युको व्यथाले विलप भएर जताततै भौतारिँदै व्याकुल बन्न पुग्छ र मर्छ। मृत्युको करिब 1 वर्षपछि कुकुर र लङ्गडाको हाड मसानघाटमा एकै ठाउँमा गाँसिएर रहेको आकस्मिकता प्रस्तुत गरिन्छ। यसै सन्दर्भसँग उपन्यास समाप्त हुन्छ। लङ्गडाको साथी मानवतावादी भावना व्यक्त गरिएको उपन्यास हो। यस उपन्यासका माध्यमबाट उपन्यासकारले पनि यही मानवतावादी भावना प्रस्तुत गर्न खोजेका छन्। यस कुरामा उपन्यासकार पनि सफल छन्। यस उपन्यासको प्रमुख पात्र लङ्गडो मान्छे भएर पनि मान्छेबाटै तिरस्कृत, घृणित र अपहेलित पात्र हो। उसले कहिले मान्छे भएर मान्छेका रूपमा बाँच्न पाएको छैन। उसलाई धनी र सम्पन्न बनाउँदा मानिसहरूले कुनै सहयोग गरेका छैनन्। बरु कोइला बोक्ने मजदुरले "ए दाइ लौ चिया खाऊ" भन्दै 2-4 पैसा दिएको छ। उसलाई मान्छेले खासै साथ दिएको छैन। बरु काले कुकुरले निरन्तर साथ दिएको छ।
कुकुरले लङ्गडाको दुःखमा साथ दिएको छ र मृत्युमा आँसु छाडेको छ। उपन्यासकार वाङ्देलले यस उपन्यासमा मानिसले मानिसलाई मानिसको व्यवहार गर्नुपर्ने सन्देश दिएका छन्। लङ्गडाको साथी उपन्यासले व्यवहारमा मानिसले मानिसलाई मानिसको व्यवहार नगर्ने हो भने सैद्धान्तिक रूपमा विश्वभरि गुन्जने मानवतावादीको चर्को नाराको कुनै अर्थ नहुने भन्दै विश्व परिवेशतर्फ पनि साङ्केतिक व्यङ्ग्य प्रहार गरेका छन्। मानवीय मूल्य हराएको आधुनिक मान्छेहरूमा हराएको मूल्यको खोजी गर्नु उपन्यासकारको मुख्य ध्येय रहेको छ र लेखकको जीवन दृष्टि पनि यही हो। समग्रमा प्रस्तुत उपन्यासले रित्तो थाल, नाङ्गो आङ र चुइने छानोतिर सबैको ध्यान आकृष्ट हुनुपर्छ भन्ने जोरदार माग गरेका छन्। समग्रमा भन्दा आजको मान्छेमा मानवीयता स्खलन हुँदै गएको कुराप्रति ध्यान आकृष्ट गराउनु उपन्यासको मुख्य उद्देश्य रहेको छ।